गुड मर्निङ। प्रेग्नेन्सी जर्नीको एउटा एकचोटि किस्सा हजुरहरूलाई सेयर गर्न गइरहेको छु। मलाई चाहिँ जेस्टेसनल डायबिटिज छ। अहिले बिहानको 7 बज्यो। फास्टिङकोमा सुगर चेक गर्न गइरहेको छु। कति हुन्छ है त? दिनमा 4 टाइम चाहिँ पिन्च गर्नुपर्छ, सुगर चेक गर्नुपर्छ। यो चाहिँ मेरो मर्निङको फर्स्ट हो। कति धेरै रगत छ मेरो। यो चाहिँ 95 भन्दा बिलो हुनुपर्छ। यो 91 रहेछ। इट्स ओके। यो चाहिँ मेरो मर्निङको भयो। म अब आफ्टर 2 आवरपछि ब्रेकफास्ट खाएपछि फेरि ब्रेकफास्ट खाएको 2 आवरमा फेरि गरेर ल्याउँछु। ब्रेकफास्ट पनि खाएँ। यो 2टा औषधि खान्छु। आफ्टर 2 आवर हेरौँ है त कति आउँछ फेरि। अब चाहिँ यो मेरो आफ्टर ब्रेकफास्ट खाएको 2 घन्टा पछिको चेक हो। हेरौँ कति आउँछ। औषधि खाइछु बिहानै खाना त त्यही औषधि कन्ट्रोल गर्छ। त्यही पनि मलाई नि कस्तो भइसक्यो गाइस। 2 महिनासम्म त यहाँ सेन्सर राखेँ, तर त मलाई सेन्सरवाला मन परेन। एकदम दिमाग खराब। 5-5 मिनटमा फोन हेर्न मन लाउने। 5-5 मिनटमा कति बढ्यो कति आयो भनेर हेरेर मलाई त दिमाग खराब बनाएर अनि मैले चाहिँ फेरि यही युज गर्न लागेँ। अहिले 89 ल अहिले पनि ब्यालेन्स छ किनभने औषधि खाइछु नि त। फेरि म लन्चको 2 आवरपछि म फेरि पिन्च गरेर राख्छु। अब यो चाहिँ मेरो आफ्टर लन्च पछिको हो है त कति आउँछ। आज चाहिँ मैले गहुँको भात र बोडीको तरकारी खाएको थिएँ। आज प्रोटिन पनि खाएको छैन। कति आउँछ। मलाई चाहिँ एभ्री मिलसँग चाहिँ प्रोटिन खाने भन्छ डक्टरले, तर चाहिँ मलाई खानु मन लाग्दैन खासै। सधैँ कति खाने भने जस्तो। अरूले पकाइदिएको मिठो हुन्छ, आफूले खानु परेपछि त्यही हो। आफूले पकाएको चाहिँ अब कतिवटै उम्लाएको पनि यतापट्टिको हात आएको छु। त छ कि मेरो कति मजाले आउँछ। आफ्टर डिनर पछि मैले इन्सुलिन पनि लगाउनुपर्छ। मेरो डाक्टर साहबले यहाँ रेडी गर्दै हुनुहुन्छ। ठ्याक्क बेली एरियामा लगाएपछि डिनर खाँदैछु। अब डिनर खाएको 2 घन्टामा फेरि म पिन्च गर्छु। खाएपछि मैले फेरि अलिकति कोकोनट वाटर पनि खान्छु। आज बिहानमा थिएन, अहिले चाहिँ बेलुकाको डिनरमा खाँदैछु। अब चाहिँ म आफ्टर डिनरको सुगर चेक गर्न गइरहेको छु। खाना खाएको 2 घन्टा पछि 120 भन्दा तल हुनुपर्छ। पिस पनि सब रेडी गरेर राख्छु कि ब्यागमा। कोपी छ, रगत निकालेछ, एकचोटिको फालेछ, फेरि गरेछ।
गाह्रो छ आमा भन्नलाई। माइ गॉड अलि धेरै आयो। इन्सुलिन लगाएर नि 128 आयो। आज मैले एकदमै थोरै खाना खाएको थिएँ, चिकन पनि खाएको थिएँ। यो बिटरुटले धेरै निकाल्दो रहेछ जस्तो लाग्यो मलाई। मैले राति सुत्ने बेला बेड स्न्याक्समा चाहिँ 2टा चिज र 12वटा क्र्याकर्स पिनटवाला क्र्याकर खान लागेको छु। यो सुत्ने बेला खाना मलाई साह्रै जाउ लाग्छ। टिभी हेर्दै खाँदै पिनटहरू पनि खानुपर्छ। बेड स्न्याक खाएपछि 2 ट्याब्लेट फेरि औषधि सुगर। फिलहालमा मेरो यो आइफोनको बक्सभित्र भएको इन्सुलिन गेन, यो चाहिँ बेड टाइम स्न्याक पछि 12 युनिट लगाउनुपर्छ। ट्याक्कै यहाँ लगाएर पिच्च पारेर यति खाने। हेर्नुहोस् 12 मिनट ट्याक्कै यहाँ पेटमा लाउने। बुढो सुतिसक्नु भयो। कहिले दुख्छ कहिले दुख्दैन, आज चाहिँ दुखेन। अब 8 घन्टापछि भोलि बिहान चेक गर्ने फास्टिङको। त्यो चाहिँ त्यो हाई चाहिँ आउनु अब सबैले यो सबैका औषधि खाएको चिनाको भोलिपल्टको फास्टिङको हाई नआओस् भनेर हेरौँ भोलि कति आउँछ देखाउँछ। अन्त गाइस कहिले कहिले रगत पनि आउँछ। मर्निङ गाइस 8 आवर फास्टिङको चेक गरौँ है त। एक 104 के भनेको हाई हो। 95 बिलो हुनुपर्ने। यस्तै छ, औषधि खाएर नि काम गर्दैन, इन्सुलिन लगाएर नि यस्तै कहिले बढ्छ कहिले घट्छ। अरूको 28 हप्ताबाट सुगर चेक गर्छन्, मेरो चाहिँ 16 हप्ताबाट यो सुगर देखेको। त्यसपछि यस्तरी नै जाने भयो, महिना 40 हप्ता। Thank you for watching, guys.